आजको युवा पंक्तिले 10-15 वर्ष 20 वर्ष चाहिँ तपाईको कांग्रेसका नेताहरू निर्वाचनमा बसेर दुःख पाएको पनि देखाएको छैन। कम्युनिस्टका नेताहरू जेलमा बसेको भूमिगत गरेर चाहिँ सारा दुःख गरेको त्यो पनि देखाएको छैन। उनीहरू चाहिँ युरोप जाने भयो, फेसबुकमा चाहिँ युरोप हेर्ने भयो, फेसबुकमा चाहिँ अमेरिका हेर्ने भयो। हो त्यही भएर फेसबुकै बन्द गर्दै गरे त्यही भन्दै हुनुहुन्छ। मैले कहाँ भनेछु त्यस्तो? अनि फेसबुक युट्युबहरु सबै दर्ता भएर कर्तिरिरा छ रे त किन बन्द गरेको? सरकारको आलोचना भयो भनेर जनताको मुख थुनी हैन सर यो पक्का नियमनको नाममा सोशल मिडिया ब्यान गरेर अभिव्यक्ति स्वतन्त्रताको हनन भयो रे। अभिव्यक्ति स्वतन्त्रता भइरहेछ त सामाजिक सञ्जालमा जानुपर्छ भन्ने छ। अनि हजुर त एमालेको मान्छे हो जस्तो लाग्यो यस्तो भनिहाल्नुहुन्छ। हो म एमालेको प्रतिबद्ध काडर चाहिँ हो। सामाजिक सञ्जाल नभएर के पनि हुँदैन। सामाजिक सञ्जाल नभएर केही हुँदैन रे। अनि अनलाइन बिजनेस गर्नेहरू मेसेन्जर व्हाट्सएपबाट यस्तोबाट हो नि त बिजनेस। यही बन्द हुन्छ भने मर्न नसेको खाद्यहरू मरे चाहिँ हुन्थ्यो। मलाई त्यस्तो यो सबै राख्दिनु है। टिकटक बन्द गरे हैन मेरै डरले। टिकटक बन्द गर्ने सरकारले निर्णय गरेको छ। अनि सबै सामाजिक सञ्जालहरू बन्द गरेर रेडियो सुन टिभीहरु भन्न खोज्या हो कि के हो? म त टिभी बचाउनु पर्छ भन्ने खालको मान्छे हो। टेलिभिजन त जनताले खोलेर हेर्ने टिभी हेर्नु पर्यो नि। आजकल टिभी कसले हेर्छ म्याच सिक्ने? अब हुन्छ प्रोटेस्ट। कसम खेल्ने हो। बालुवाटार त सरकारी हो त छोड्दिउँ न त हाम्रै हो बालकोटमा जान्छन् मान्छे। भोलि बिहान आगो लगाइदिउँ गएर म्याच। यो गरे पनि पर्सनको खुमलदारमै गएर भेट्ने। घरमा घेरेर दलक दिएपछि नि यता आउनु न। के हो काका यार हजुर र सागर दाइले जे बोल्नु भएको त्यो सबै भयो त। मैले बोलेको कुरा पुग्छ। शेरबहादुर देवा तैले खानेवाला छ। तपाईले पत्ता बोल्दै हुनुहुन्छ। हेर्दै जा मेरो केटाहरुले तँलाई कस्तो हान्छ। हैन हो शेरे ए शेरबहादुर आन्दोलनकारीले आगो लाउँदै हिँडिरहेछन् भने थाहा थियो होला त यार। घरभित्र के गरेर बसिरा बुढाबुढी भाग्नु पर्थ्यो नि। आठ त तैले गरेकै हो। आठ गरेर नभाग्या हो कि यसरी रियाल चुवाएर सुत्दै हुनुहुन्थ्यो भित्र। स्वागत गरौँ भनेर बाहिर ल्याएर कुटेछन् के यार। उहाँहरूले चक्कु प्रहार गर्नुभयो घाँटीमा। चक्कु प्रहार त्यो पनि घाँटीमा? दुईटैलाई चक्कु प्रहार गरेर रक्ताम्य हुनुहुन्थ्यो। अनि कस्तो चक्कु प्रहार गरेछन् त घाँटीमै हान्दा पनि मान्छे नमर्ने? शेरबहादुर देवालाई खुब गर्न मन थियो नि हेर्न अब त्यसले चाटेन त। रुपी खाइसक्यो बुढोले। रुपी खाइसक्यो है शेरे बुढो। हामी आम जनताको लागि निरङ्कुश पञ्चायत व्यवस्थाको विरोध गर्दा 9 वर्ष जेल पनि बस्नु भएको थियो उहाँ। त्यही लेखा छ यहाँ। करेन्ट पनि हान्दिएको भन्छ राजाहरूले के हो खै। त्यही माथि यस्तो बुढो मान्छेलाई कुटेको देख्दा दुःख त लाग्यो तर के गर्ने त म्याच सिक्ने तैले देश बिगारे जस। शेरबहादुरलाई पिटेको देखेर मजा त आयो तर केपी ओलीलाई नपिटेको देखेर दुःख नि लाग्यो। केपी ओली सँगसँगै यी दुईजना दाजुहरूलाई नकुटेको देखेर दुःख लाग्यो होला हैन कतिलाई। मधेर लडाइदिनु पर्छ। टिकटक पहिलोचोटि एउटा सफलले बन्द गरे। यो फेसबुक बन्द गर्न पनि मैले 2081 माघ महिनाको 10 गते निवेदन दिएको थिएँ। ए भनेपछि फेसबुक पनि तपाईले गर्दा बन्द भएको? यो पागलले फेसबुक पनि बन्द गर्छ नचाहिने र भन्थ्यो। ए भाइहरु थाहा पाइ होला नि युवराज सफलको पावर फेसबुक बन्द छ। त्यसो नभन्नु नि दाइ कुटलान फेरि। मलाई कुट्या छैन नि त। मेरो केटाहरु ओपन भन्दिन्छु तेरो घरमा आउँदै छ। दुखी आत्माहरु तिम्रो बाउले कमाउन नसकेको विवेक थापालिया हो कि थाप्रे हो तँलाई डेट छोड होइन त नि त तेरो घरमा आएर जलाउनु मन छ मादर टुट थु माच्ने साले खाते मुजी। तिम्रो बाउ गरिब भएको फ्रस्ट्रेसन अर्काको बच्चालाई सामाजिक सञ्जालमा पब्लिकली ह्युमिलिएट गरेर फ्रस्ट्रेसन उतार्ने हो। कन्ट्रोल तिमीहरूको हिम्मत भए त्यो घुसखोरी जसलाई भन्दा चाहिँ तिनीहरूको गएर घर घेर्न सक्छस्? घर घेर्न सक्दैन। सके त घरभित्रै छिरेर रामधुलाई हाने। सरी भन्यो यसले। एउटा महिलाले सरी भन्दा त छोडेनन्। केपी ओलीलाई पाएछ भने के गर्थ्यो होला? देउवालाई त कास्टिङ मात्रै हो त लतारेको। केपी ओलीलाई 206 वटा हड्डी चाहिँ छरपष्ट पारिदिन्छन् सडक। ओलीले नि पिटाइ त खाना पर्ने थियो। पिटाइ होइन त्यसले त छिर्दै अमिल लाउँदै पिट्ने होइन। नेतालाई भ्रष्टाचार गर्ने उपाय बताइदिने चाहिँ सचिव हो। जोर से बोल के लोगों को स्कीमें बता दे। भ्रष्ट सचिवलाई पनि दनाक दिनु पर्ने थियो। वाउ दामी समाचार आएको छ। के दामी समाचार दाजु भन्नु त? भर्खरै हिल्टन होटल जलाएका छन्। यो पनि दामी समाचार हो। अर्काले त्यत्रो लगानी गरेर बनाएको होटल जलाइदिने। अनि के गरेर खाने त मेरो छोरा? त्यही त अब आजुजीको छोराले के गरेर खाने? उ ठुलो अब एकदम धनीको छोरा पनि होइन। त्यही त यस्तो गरिब मान्छेलाई देखेर दया लाग्दैन। घर जलाइदिएको छ, होटल पनि जलाइदिएको छ, पिटेको पनि छ। बिचरा काठ किन्न नसक्ने मान्छेलाई यार। घर बनाइरहेको छु मैले काठ किन्न सकिनँ मलेसियाबाट आउँदै रहेछ। नेपालमा सबैभन्दा धनी मान्छे आर्जु राणा हो। पैसा चाहिँ गाडेरै राखेका छन् भन्छ। हो र? हो रहेछ। कसरी गाड्ने त्यो पहिला कोले ट्याङ्कमा गाड्यो भने जमानामा पैसा कसरी गाड्थे थाहा भएन तर हजुरले त पैसा राख्ने बङ्गरै बनाउनु भएको रहेछ त। शेरबहादुर देवा घरको पैसा यो त बन्टलै छ। मनी डलर रहेछ के सब सही डलर हेर्नुस् ल हेर्नुस् आम्मामामा जताततै पैसा यार उडिरहेछ टङ्की डलर उडिरहेछ। त्यससँग बिलियन्स अफ डलर्स। काठ किन्ने पैसा छैन भन्दै हुनुहुन्थ्यो नि त्यत्रो पैसा कहाँबाट आएछ? तेरो बाउको लुटेको हो माच्ने। मेरो बाउको मात्र होइन हामी सबै नेपालीको बाउको पैसा लुटेको हो एक हिसाबले भन्दै हो। मेरो बाउको पैसा चोरेछ माच्ने प्रचण्डले। प्रमाणित गरेर देखाउनु पर्यो नि। प्रचण्डेसँग छ पैसा। कहाँ छ? क्रेडिट कार्ड छ नि घरमा पैसा राख्छ र। त्यही त घरभित्र पैसा नराख्नु पर्ने हो। कतिले चोरेर लग्यो होला। बाँकी त जलेर पुरा स्याउला जस्तो पैसा त। सब बोले पैसा
हामी गाउँमा सडकमा गल्लीमा गएर जनतालाई चाहिँ यसबारेमा हामी कन्भिन्स गर्न सक्नु पर्यो कि उहाँको घरमा पैसा पाइएको होइन। भएको कुरालाई त स्वीकार्नुहोस् यार। नक्कली पैसा हो भन्दा मैले नक्कली नोटको कारोबार गर्छस् भनेर समातिहाल्छ। अब एआईले जेनेरेट गरेको भनेर भनिदिनुहोस्। ढाबामा मेयरको घरबाट 80 केजी सुन भेटेको छ। 80 टोला होइन 80 केजी रे। उहाँ चाहिँ भनेको केटी शर्मा ओलीको मिथ 80 केजी सुन बरामद भएको छ। हेर्नु त माछा त खान्छन् क्या, त्यो खानेकुरै हो, राम्रै कुरा हो, तर रक्सी र गाँजा चाहिँ खानु भएन। गाँजा खाने रिजिला गाँजा खाने फेरि रक्सी गर्ने आन्तरिक राख्छौँ अनि कसको विश्वास गर्ने हामीले। चौकी भित्र बियर हाम्रो भिटेन दाजुले यतिकै र्याप हान्नुहुन्छ त। पुलिस चौकी भित्र गर्छु दारू खाँदै मस्ती। अब रेभोल्युसन आउँछ। अब आउने दशैंमा यो देशमा परिवर्तन भइसकेको हुन्छ। हजुरले भने जस्तो दशैं अगाडि परिवर्तन भयो, अब नयाँ बनेको सरकारलाई शुभकामना दिने होला नि काका? होइन, मैले त अहिले बनेको सरकारलाई म शुभकामना पनि दिन्न। थाहा छ हामीलाई राजाले ल्याउन नसकेको पीडा। त्यो रिस म फिल गर्न सक्छु, त्यो आरिस जलेको। शेख हसिनाको धोती लिएर भागे केपी ओलीहरुका कट्टु लिएर जान्छन्। प्रधानमन्त्रीका कट्टु टेन्टी सबै बोकेर हिँड्ने हैन, साडी चोलो। के विद्या भण्डारी तेरो लुङ्गी हेरिया, तेरो लुङ्गी खातिनी। डोजर ठोक्नु पर्छ। हैन चाबी कसले दियो क्या? एयरपोर्ट छिर्न खोजिरहेको थियो रे, छिरा भए प्लेन उडाइदिन्थ्यो होला। क्रिकेट सम्बन्धी न्युज हेर्नको लागि ब्याट युज गर्न सक्नुहुन्छ। यो नेताको त स्वाइनले लाउने पेन्टी पनि हाम्रो पैसा हेर्दै अब नसोच्नु होला, यो न्युजको लागि मात्र हो। Use the promo code shown on the screen to unlock exclusive offers. Download the app today. होइन मन लाग्दी पनि बोल्छन्। मन लाग्दी पनि गर्छन् अब आन्दोलनकारीले। यो रणबानमा प्रोटेस्टको नाममा चोर नहुने रणका छोरा र छोरीहरूको लागि म्याच। महान सिराहाको खास संस्थाको दृश्य, यो चामलको बोरा बोकेको मान्छेहरू हेर्नुहुन्छ तपाईहरु, हेर्नुस् किनकि यो नेपाल सब्जी मुजी बेलकी मुजी खसी र मासु भात माछ चिक्ने हो। बानी त हामी जनताको पनि नेताहरु चाहिँ छ क्या। हाम्रो पैसाले त लुटेको भन्दै भागबटी नै लुट दिन्छ। हाम्रो कोही होला जाउँ न यार। आगो लागिसकेको छ मान्छे होला यार। निक्लिन निक्लिन बाहिर निक्लिन बाहिर निक्लिन बाहिर निक्लिन बाहिर निक्लिन। अनि त्यो लाँडा घाँटीमा के लाँडा जस्तो मुजी मरे साँप बोकेर हिँडेको चिक्ने। आगो लागिसक्यो आउने यार। आगो लगाइरहेको छ नि कस्तो मुजी खाथे हो यार। जाने माया मारेर चोर्नु पर्छ मुजी। त्यही त कति त चोर्न गएको उतै जलेर शहीद भयो भन्दैछन्। के हो कुरो? यो कार्पेट कसको हो? न्यायाधीशको हो सर। न्यायाधीशको हो? जे गर्नुभयो राम्रो गरे जस्तो लाग्छ, गलत गरे जस्तो लाग्छ। होइन मैले म अब गरिब मान्छे ऊ मैले धनी गाउँमा सुत्ने हामी सुन्नु पाउनु। खाने लाउने भाँडाकुँडा सबै चोरेकै नले दसैँ सपिङ फ्रीमै गरे। मुख छोपेर लैजाऊ, मुख छोपेर भित्र बस्दैछ। लाज लाग्दैन? लाज लाग्दैन? लुट लुट अझै लुट। भाइ लुट हेर। ओहो अलि धेरै ल्याउनु न। ओहो आमा यार यो जुनिभरलाई पुऱ्याउनु हो त सामान त। भोलि लिएर बेच्नुपर्छ है। मुख ढोपेर ओहो दिदी बहुत स्वाहा है। थुक्क यस्ता मुजी खाथेहरू। नेता चोर भनेको हेर साला जनता चाहिँ चोर रहेछ के। जनता नै खराब भएको हुनाले नेता नै खराब भयो। हाम्रो रुटै खत्तम छ के। चोर न हामी खाते हो। खाते साला खातेहरू खातेहरू साला खातेहरू खाते। आग लगा दी आग लगा दी आग लगा। सम्पत्ति चाहिँ तपाईँको तोडफोड गर्ने आगजनी गर्ने चाहिँ अधिकार कसले दिने? अमेरिका गएर जुठो भाँडा मोडेर न मेरा बाउ थिए न मेरा आमा थिए, त्यसरी कमायो सम्पत्ति जलाइयो। भागबढीमा जानी एउटा सलाई गर्ने फाल्दिनी भाग्ने केटा। भागबढी जलाएर के पायो? 3500 मान्छेको जागिर गर्यो। एमालेलाई सपोर्ट गर्ने जग्गा दिने भनेर होला। अब यहाँ त पार्टीहरूलाई खुलिआम सपोर्ट गर्यो कि सक्यो भने हुन्छ। सरकारले चाहिँ एकदम राम्रो काम गरेको छ युवाहरुप्रति, तर पनि अहिलेको युवाहरु चाहिँ लय लयमा लागिरहेछ। यो सरकारप्रति चाहिँ एकदम धेरै म खुसी छु। अक्टोबरमाको चिया बगानमा आगो लगाइएको छ। सर्वदल किन जलाएको? सदन किन जलाएको? केपी ओलीले ओली याद आउने कुराहरु सबै भत्काइदेऊ पुरिदेऊ भनेर भन्नुभएको थियो। त्यो कुरालाई अलि सिरियसली लिएको क्या हो? भत्काइदेऊ धरारा, भत्काइदे गर आगो लाइदे, भत्काइदेऊ बाटा र पुलहरु, ओली याद आउने सबै चिजहरु। कैदी हरेक जेलबाट भागिरहेको छन्, त्यसको केही मतलब छैन। रवि दाइलाई राखेको जेलमा जानु पर्यो साथीहरु। सबै भएको के आगजनीको तपाईँले केही थाहा छ? अब भन्दै भन्दै फेरि गाडी खाइहाल्छ पनि। भन्दैन भन्नु। जब चाहिँ तपाईँको अराजक झुण्डले रविका ग्याङले रविलाई चाहिँ नखबाट निकाले नि, त्यस पछाडि सबै तोडफोड आगजनी चाहिँ आउ सबै उ निस्केपछि नचलाउनु मलाई। को हुन् यिनीहरू? असली जेन्जी हुन् त? यत्रो पेट्रोल बम कहाँबाट आयो? यिनीहरू देशद्रोही हो। असली जेन्जी र राम्रो मन भएको त यिनीहरू। मुजी बौला यो हाम्रै सम्पत्ति हो, खाता
मोदीले छोडिसक्यो सबैले छोडिसक्यो अब छोड्दै अनि प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि आगो लाउनै हिँडिरहेको थिए राजीनामा आइसकेपछि त घरहरू नजलाउनु पर्ने हो जल्नै पर्छ शेरबहादुर प्रचण्ड सबैको जल्छ अहिले केपी ओलीको जलाएर आए मैले ए अनि यो त जेन्जीको आन्दोलन भने हैन हजुरहरू पनि जेन्जी हो नागरिकता चेक गर्नु त यो जगले दाइ पनि जेन्जी होइन गुन्डा चाहिँ होस् लाग्यो फडा साला चोरो एजहरू नागरिकता दिएको भन्नु उनीहरूलाई जेन्जी हो कि थाहा हुन्छ होइन दाजु किन लफडा गर्दै हिँडेको हजुरको भनाइ के हो भन्नु त मेरो भनाइ के हो भने मृत्यु हुने मरेर गइसके हामी जिउँदै उनीहरूलाई जिउँदो शहीद जिन्दगीभर हामी हात यस्तै बोकेर हिँड्ने पुरा नगुमाउनुहोस् हजुरको माग के हो त्यो सिधै भन्नुहोस् त साँच्चीकै घाइतेहरू जसले चाहिँ खुट्टा पनि गुमाउनु भएको छ कतिले होइन उहाँहरू चाहिँ चुप्प लगाएर बस्नु भएको छ नभए छोरा त बाँचेको छ भन्ने छ उहाँले चाहिँ नक्कली पट्टी हातमा बाँधेर 7 लाख चाहियो भनेर उफ्रिँदै हुनुहुन्छ जस्ताको त्यस्तो त भन्दैन हेर्नुहोस् अब हजुरले घाइतेलाई 7 लाख मृतकलाई 5 लाख भन्नुभएको थियो नि हजुर बाँचेर पनि काम छैन हजुरलाई बरु मारेर 5 लाख दिने 2 लाख बच्छ भन्दैछन् सबले यस्तो रन्डीको छोराहरूको नेपालमा काम छैन कट्टा हान्नेलाई गोली लम्मै छिरो भने होइन अनि त्यही हालले मुक्का हान्दै हुनुहुन्छ त फेरि डराएर भागिरहे जेन्जीको आन्दोलनमा एमाले त यतिखेर लुकेर बस्नुपर्ने हो म एमाले होइन भने कोही पनि लुक्ने होइन महेश पासले जुन चाहिँ अहिले अराजक अभिव्यक्ति दिइरहेको छ नि को छ अपराधीहरु ल दाइ धेरै धाक नलाउनु जेन्जीहरु आउन फेरि घर घेर्न त्यसको घर कसले देखाछ महेशले त बालकोटमा छ ल आउ तपाईले मेरो केटाहरु खुकुरी हान्न आउँछ अब के गर्नुहुन्छ गोली हान्न म त थाम्दै छु ल हजुरलाई नै नराम्रो हुन्छ दाजु यस्तो कुरा नबोलेकै राम्रो नचलाउनु थुतुनु भन्नु लाग्दै त्यही त हेर्नुस् त यहाँ के नरागाउँदै हुनुहुन्छ को हत्यारा सरकार कि जेन्जी भनेको आतंककारी हो गोली चलाएर विद्यार्थी मारेर चाहिँ पुलिस आतंककारी चाहिँ जेन्जी राङ्गोलाई लडाए जस्तो त पुलिसले पो लडायो त विद्यार्थीलाई ताकेरै कसरी हान्न सकेको यार हो होइन यो गोली चलाउने पुलिस चाहिँ को रहेछ क्या आवश्यक त्यही थिएन क्या त्यहाँनिर गोली चलाएको त्यो पनि ताकेर क्या ठिक छ उसले ढुङ्गा हानिरहेछ त्यो ढुङ्गाले पुलिसलाई केही हुँदैन थियो क्या त्यो होइन भिडमा पनि होइन एक्लै उभिएर छ यसरी ताकेरै हानिरहेछ कस्तो प्रशासनको कुन चाहिँ मादर्श राडीको बालले गोली चलाएको छ मास चिन्ने राडीको छोरा यहाँनिर स्टुडेन्टहरू आएको छ यहाँनिर युवाहरू आएको छ कुन चाहिँ राडीको छोराले गोली चलाएको छ टाउकोमा त्यो राडीको बाललाई मैले सजाय पाएन भने सिंहदरबार त फेरि पनि बनाउँला खरानी भएका संरचना जे छन् फेरि पनि उठाउँला ती अमूल्य त नि हाम्रा नानी बाबु देशका कर्णधारहरू तिनीहरूको जीवन फिर्ता हुन्छ सरकारले दमन गर्यो र ताकि युवालाई गोली हान्यो के ताकि गोली चलाउने पगलोल जनताले चाहे के हुँदो रहेछ बुझ्यो मेरो छोरा बाहिर घुम्दै मुदी मान्छे हो रन्नीको मान हिजो आन्दोलनमा भेटिएको जुत्ताको नाम अडिडास हो त्यो जुत्तामा लागेको खुनको बदला हो के कसैलाई रहर लाएर 13 दिनभित्र राजीनामा दिएन भने सडकमा ल्याएर पछार्छु के भने यो तागत छ कोही माइकालाल जन्म्या छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने यो दुनियाँमा कोही माइकालाल जन्म्या छैन केपी ओली इज द केपी ओली फुटबलको पेले जस्तै हो The Prime Minister of Nepal has resigned. Nepal's president has appointed a new interim prime minister to lead the nation after the previous administration collapsed. Politician, fuck KP Oli! Pali